नमस्ते सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनी बुद्धिजीवी राजनीतिज्ञ समाजसेवी तथा सम्पूर्ण शिक्षा प्रेमी महानुभावहरूमा तत्कालीन सरकारले शिक्षा क्षेत्रको लागि चालेको कदम एकदम सही ठानेको छु। आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामी शिक्षा क्षेत्रको अत्यन्त संवेदनशील मोडमा उभिएका छौँ। विद्यालयहरू जहाँ ज्ञान अनुशासन र संस्कार सिकाइनु पर्ने हो, त्यही ठाउँमा राजनीति, अराजकता र दलीय प्रभाव हावी हुँदै गएको देख्दा हामी सबै चिन्तित हुनु स्वाभाविक हो। विद्यार्थीहरू देशका भविष्य हुन्, तर आज उनीहरूलाई ज्ञान र सिपभन्दा बढी पार्टीको संरक्षणमा अघि बढ्न प्रेरित गरिँदैछ। गुरुजनको सम्मान घट्दै गएको छ, विद्यालयको वातावरण बिग्रिँदै गएको छ र शिक्षा प्रणाली नै कमजोर बन्दै गएको छ। के हामीले आफ्ना सन्तानलाई शिक्षित नागरिक बनाउन खोजेका हौं कि राजनीतिक कार्यकर्ता? यो प्रश्न खडा भएको छ। आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, अब समय आएको छ स्पष्ट र साहसिक निर्णय लिने। विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नु, शिक्षालाई स्वच्छ, मर्यादित र वैज्ञानिक बनाउनु हाम्रो साझा दायित्व हो। आउनुहोस्, सोच्नुहोस्, बुझ्नुहोस्, हामी सबै एकजुट बनौं, शिक्षालाई जोगाउँ, भविष्यलाई सुनिश्चित गरौँ, भविष्य निर्माण गरौँ। विद्यालय ज्ञानको मन्दिर हो, राजनीति गर्ने थलो होइन। विद्यार्थी संगठनको नाममा भइरहेको अराजकता र हस्तक्षेपले शिक्षा क्षेत्रलाई कमजोर बनाएको छ। शिक्षालाई बचाउन, भविष्यलाई सुनिश्चित बनाउन राजनीतिक हस्तक्षेपको खारेजी अब अनिवार्य छ। विद्यालयमा राजनीति होइन, शिक्षा चाहिन्छ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, शिक्षा चाहिन्छ। विद्यार्थी संगठनको आडमा भइरहेको अराजकता, ध्वंस र दलीय हस्तक्षेप अब सही छैन, हुँदैन। तत्कालीन सरकारले गरेको निर्णय सही छ, कार्यान्वयन गर्नुपर्छ, अनिवार्य हुनै पर्छ। शिक्षा दिने गुरुभन्दा माथि ठान्ने प्रवृत्ति र पार्टी संरक्षणमा हुर्किएको शिक्षाले देशको भविष्य अन्धकारतर्फ धकेलिरहेको छ। स्पष्ट भन्छु, म शिक्षा बचाउन राजनैतिक हस्तक्षेपको अत्यन्त महत्त्व अन्त्य गरिनु नै पर्छ भन्ने लाग्छ। त्यसैले शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य हुनुपर्छ। सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने आम नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई मैले विनम्र अनुरोध गर्दै बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद। जय नेपाल, जय देश।